सम्म तपाईको मलाई थुनेर चाहिँ कसै सहकारी पीडितले 1 रुपैयाँ पाछ भन्ने क्वेशन चाहिँ मलाई गर्नुभयो। सबै नयाँ शक्तिहरू चाहिँ एकै ठाउँमा हुनुपर्छ भन्ने हाम्रो मान्यता हो। मलाई तपाईको छानबिनै गर्नुपर्छ भन्ने चाहिँ बरु अर्को आयोग बनाएर भए नि मलाई छानबिन गरियोस्, अझै कडासँग गरियोस् हैन। यसमा मलाई कुनै टेन्सन छैन हैन। मलाई फेरि अझै छानबिन गरोस्, बरु म दोषी छु भने अझै मलाई भित्र राखोस्। तर यो अहिले दोष लागिरहेको कुरा तपाईको कति ठाउँमा मुद्दा लागिरहेको कुरा तपाईको म अब 200 वर्षसम्म पनि यो मुद्दा लडेर भ्याउँदिन। सबै नयाँ शक्तिहरू चाहिँ तपाईको चाहिँ जनताले चाहेको शक्तिहरू चाहिँ एकै ठाउँमा हुनुपर्छ भन्ने सबैजना हामीहरू जनताहरूको आशा हो। त्यसलाई नै पूरा गर्नका लागि चाहिँ हामी अहिले आज तपाईको रवि लामिछानेज्यूलाई नि भेट्न आएको हैन। र अर्को कुरा भनेको तपाईको सहकारी पीडितको लागि हामीले भित्रबाट हामीले आवाज उठाउँदै यसको लागि विशेष गरी हामीले कति कदमहरू हामीले चालिराख्यौँ हैन। सहकारी पीडितहरूलाई हामीले सुरुको दिनदेखि नै हामीले उहाँहरूलाई भेटेको, उहाँहरूको पीडा सबै बुझ्यौँ हैन। त्यसको लागि काम गर्नुपर्ने कुराहरू अब फेरि तपाईँको यहाँ काम गर्ने फेरि गाह्रो छ। यहाँ त फेरि तपाईँको के भनिदिन्छन् भन्दाखेरि कसले अधिकार दियो हैन। तपाईँको उहाँहरूको के पो त्यो शब्द पनि तपाईँको के पो थियो तपाईँको यसलाई अधिकारको पहिला के पो भनेको थियो नि यसले अधिकार कहाँबाट पायो कि यस्तो के भनेर एकचोटि ट्रोल गराएको थियो नि हामीलाई हैन। सो यस्तो छ क्या तपाईँको मान्छेको दुःखमा हामीले भित्रबाट हामीले काम गर्दाखेरि पनि यो मान्छेहरूले चाहिँ अरूले दुःख नै पाओस् भनेर चाहन्छन् क्या हैन। अनि त्यही भएर हामीलाई तपाईँको नराम्रो भन्नेदेखि अनेक कुरा प्रयासहरू गर्छन्। तर हामीले तपाईँको सहकारी पीडितको लागि भित्रबाट लडिरहेको थियौँ।